तपाईँले देश बनाउनुहुन्छ भन्ने के ग्यारेन्टी छ भनेर सोध्नुभयो कि मैले, जुन चाहिँ सायद कुनै पत्रकारले अहिलेसम्म मलाई सोधेको थिएन। अनि मैले ग्यारेन्टी त केही पनि छैन, केही चिजको पनि हुँदैन। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिलेसम्म मैले जुन काम गर्दै गएँ होइन, त्यो अब इन्डिरेक्टली डिरेक्टली विकाससँगै जोडिएको कामहरू हो, सस्टेनेबल डेभलपमेन्टसँगै जोडिएको कामहरू हो। त्यो कामको लेभलमा होला, पोलिसीको लेभलमा होला, एडभोकेसीको लेभलमा होला होइन। अस्ति पुलचोकमा एकजना पिएचडी गरेको मान्छे हुनुहुन्थ्यो, उहाँले अर्बन प्लानिङ केमा गर्नुभएको छ होइन। उहाँले तपाईँ अनि महानगरपालिकालाई सजेसन दिनुहुन्न यार, तपाईँहरूको जिम्मेवारी हो नि यो त। त्यो अर्कै पार्टीको म अर्कै पार्टीको म उसलाई किन सिकाम भन्थ्यो क्या। यो समस्या त हाम्रो इन्डिपेन्डेन्टमा रहँदैन नि त। मलाई कुनै पार्टीले बालनले भने त नटेरौँ भन्ने उसलाई केही समस्यै छैन नि। म कसैको पार्टीको होइन भनेपछि त हाम्रो कुरा टेर्ने चान्सेस चाहिँ बढी छ क्या। मोदी आउँदाखेरि चाहिँ एयरपोर्टदेखि उहाँ सोल्टी होटलसम्म पिच हुन सक्ने, अरू बेला काम हुन नसक्ने त होइन नि त। सकिन्छ नि त। राजा साहब भएर बस्दिनु भएन नि त मेरोको सिटमा मान्छेहरू, काम गर्नु पऱ्यो नि त। त्यो सिटै चाहिँ त्यो मिटिङ गर्ने बाहेक मेरो त्यहाँ किन बस्नु पऱ्यो? मिटिङ भएको बेला बाहेक मेरो त हेर्दै जानु पऱ्यो नि त। आफ्नो वार्डहरूमा कता कता के भएको छ त्यो त घुम्दै जानुपर्ने हो नि त। मेरोको काम सरकारी गाडीमा त्यो कसको बिहे परेको छ आफन्तीको, हाम्रो कार्यकर्ताको कसको न्वारन परेको छ, कसको व्रतबन्ध परेको छ, त्यो घुम्ने काम मात्रै त होइन नि त।